हेलो गाइस, सबैजनालाई लस्सो फ्याफुला। आज चाहिँ हामी कटुस टिप्ने कार्यक्रम गर्दैछौँ है। घामले बेसरी पोलिरहेको छ। कटुस टिप्न चाहिँ हामी माथि गाउँमा जाँदैछौँ, माथि डाँडामा। हामीलाई करिब 1.5 घन्टा लाग्छ त्यो डाँडा पुग्नलाई, माथि गाउँमा जानलाई। अब साथीहरू आउँदै हुनुहुन्छ, 3-4 जना साथीहरूलाई चाहिँ तल बाटोमा भेट भएर सँगै जाने प्लान गर्दैछु। सबैजनाले मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। हामी चाहिँ हरियो सेतो सेतो देखेको डाँडा छ माथि, एनसिएलको टावर हो। यो चाहिँ सेतो सेतो छ, यसलाई मिरकोट डाँडा भन्छ। अन्त यो डाँडाबाट हुँदै हुँदै यो डाँडा 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 अन्त माथि यो चाहिँ लाजीकोट भन्छ, यसलाई चाहिँ लाजीकोट भन्छ। यसको मुनितिर हामी कटुस टिप्न जाँदैछौँ है। ल, हामी चाहिँ साथीहरू भेट भएर जाँदैछौँ। एकजना हाम्रो मामा हुनुहुन्छ, एकजना दाइ, एकजना मेरो नाति क्यामेराम्यान भाइ है। होला यहाँ दामी देखेछ खोला त। अब यो उकालो जाँदैछौँ है हामी, उकालो। बिच बाटोमा आयो। अब हामी एकछिन रेस्ट गर्दैछौँ है। माथि डाँडामा पुग्नु परिन्छ। यो डाँडाको मुनि यो चाहिँ हाम्रो घर है, तल बेसी। अब हामी यता डाँडातिर उक्लिँदैछौँ। माथि गाउँमा अझै 1 घन्टा लाग्छ हामीलाई। अब टावरको छेउछेउमा आइपुग्यो, माथि नै। अब हामी जङ्गल पस्दैछौँ है। यो चाहिँ कटुस घारी। अब हामी यहाँ कटुस टिप्नलाई जङ्गलतिर पस्दैछौँ। बाटो कता के पर्छ थाहा छैन। कटुस चाहिँ यसपालि चाहिँ खासै छैन भन्ने कुरा सुनेको छ। हेरौँ। ल, अब चाहिँ हामी जङ्गल छिर्दै। चिनान्स के छ, कस्तो फिल भएर? गाह्रो छ हिँड्दाखेरि होइन, उकालो। हामी अब कटुस टिप्न जाँदैछ। कतिपयले टिपेर नि लैसक्यो भन्छ। बाटो छैन यताली होला सिधै। ल गाइज, हामी चाहिँ अब कटुस टिप्न सुरु। यता मजाले छ कटुस। हामी चाहिँ कटुस टिप्दैछौँ है। कटुस टिप्दैछौँ। कटुस चाहिँ छ, अनि साथीहरू चाहिँ उतातिर टिप्दैछ साइड साइडमा। हामी चाहिँ कटुस टिप्दैछ भक्काभक। हजुरहरूलाई यसो चाहिएमा सम्पर्क गर्नु होला भन्ने रे। तर कटुस पनि छैन, अलिअलि मात्र त्यसपालि चाहिँ। पानी खान लाग्यो हामी चाहिँ। चिसो पानी। ल, सबैजना आफूकै झोला भर्न व्यस्त छ है। कटुस। ए जिनान्स,
क्यामेराम्यान है हाम्रो यो भाइ चाहिँ कट्टुस टिप्ने मान्छेहरू तान्दैछ बोला न बोला ल गाइज अब चाहिँ हामी कट्टुस टिपेर घर जाँदैछ जिनान्स अब कट्टुस टिपेर जङ्गलबाट निस्कियो हामीले चाहिँ कट्टुस चाहिँ नाङ्गामा खनाएको छ अब हामी भुटेछौँ है भुटेर खाने चट्टा लगाएर यसपालि चाहिँ खासै पाएन कट्टुस धेरैजनाले टिपेर लानु भइसकेको छ कट्टुस चाहिँ अब हामी चाहिँ भुटेछौँ हामी भुट्दैछौँ है पुरो थोरै गरेर चट्टा लगाएर तरिकाले सिधा हुन्छ है सबैजनाले हेर्नु यसरी भुटेर मजाले भुटेर खानुपर्छ अब चाहिँ पाकिरहेको छ ल जिनान्स कस्तो लाग्यो कट्टुस मिठो लाग्यो ल गाइज आज चाहिँ हाम्रो कट्टुस खाने टिपेर खाने कार्यक्रम सक्यो सबैजनाले मेरो भिडियोलाई लाइक गरिदिनु होला र सेयर सब्सक्राइब पनि गरिदिनु होला सबैजनालाई जय नेपाल।